गुड मर्निङ फ्रेन्ड्स, गुड मर्निङ सब्सक्राइबर्स। अनि आज चाहिँ म बिहान बिहान उठेर यतिकै बसिरहेको छु। अनि आजको मेरो दिनको सुरुवात चाहिँ आँपदेखि सुरु हुनेछ। यो आँप सानो खालको आँप हो। अब यो आँप मैले खाएको चाहिँ ट्राई गरेको चाहिँ छैन। यो मेरो घर अगाडिको छिमेकीले दिनुभएको हो। अनि आज ट्राई गर्छु। अहिलेसम्म ट्राई गरेको थिइनँ। यति सानो छ यो आँप पनि होइन, यति सानो छ। अहिलेसम्म देखेको थिइनँ मैले यति सानो आँप। म त सुरुमा यो आँप हो भनेर सोधेको थिएँ। अब ट्राई गर्छु। बुवाले चाख्नु भएको थियो, गुलियो खालको आँप हो भनेर भन्नुभएको थियो। अब एकचोटि ट्राई गरौँ है त। सो गाइज आइ एम अल सेट आँप खानको लागि। बाहिर आएर खाइरहेको छु। भित्र खायो भने पोख्यो के अरे रस सस झऱ्यो भने मम्मी मारिहाल्छ। यसरी खाने गर्छु मलाई। गुलियो छ भाइ, यति गुलियो अब बोक्रा पनि खानु मिल्छ होला। मैले खानुभन्दा अगाडि धोएको थिएँ। मिठो छ, गुलियो छ। आफूले यस्तै फोहोर पाराले खाइन्छ। ए यहाँ छ, यति सानो छ आँप, खोर्सा पनि यति छ। अब यो फ्याङ गाइज आज चाहिँ हाम्रो युट्युबमा 1 मन्थ भएको रहेछ। आज हाम्रो युट्युबमा 1 मन्थ भएपछि अनि आज हामीले मासु पकाएर खाने भनेछौँ। अब मम्मी पकाउने मान्छे, म लिन जाने मान्छे। हामी म पकाउने के म लिन जाने, मम्मी पकाउने। मम्मी सेफ आज म लिएर आउने काम गर्छु। अनि आज मेरो 1 मन्थ भयो, 1 महिना भयो युट्युबमा मैले भिडियो हालेको हो। हेरेन छैन होला अब मम्मीले हेर्नु भएको छ, हेरेन छैन होला मैले कतिवटा भिडियो हालिसकेँ। मम्मीको फुर्सद छैन, मम्मी हेर्न नि मन लगाउँदैन मेरो भिडियो। ल म लिएर आउँछु। टाटा। आधा किलो होइन मम्मी? तपाईँहरू खानु, तपाईँ नखाने हो? अलिक मिठो पाराले बनाउने नि त्यहाँ। आधा किलो हो लिन गइरहेको छु। मासु पछि यहीँ छ। यहीँ छ, 2 मिनट पनि लाग्दैन बाटोमा। आमा आमा मासु छ आधा किलो। एकछिन टाइम लाग्छ। ल ऊ आधा किलो गरिदिँदै गर्नु, आउँछु नि। आधा किलो गरेर आउने टाइम लाग्छ एकछिन। हाम्रो बाटोको सफा देखिहाल्यो त। म मात्र फोन देखिहाल्यो उहाँ 15-20 मिनट लाग्छ अरे। के अरे कुखुरा भुताल्दै हुनुहुन्छ अरे। चियापत्ती बुहान पुग्नु कहाँनिर खै थाहा छैन। मैले चिया बनाउन छोडिदिइसकेँ। 4-5 दिन भइसक्यो मैले चिया नबनाएको। मलाई चिया मन पनि पर्दैन, दुधको भयो मिठो लाग्छ, नभए अरू मिठै लाग्दैन। मासु ल्यायो ल मम्मी। मम्मी मिठो बनाउनु ल, ल भन्नु न। ल ल ल आमसँग नि हजुर। ए मासु कति पाक्यो हेर ल, मजाले मिठो गरी। अब के हो मम्मी, के को पेस्ट हुन्छ होइन?
बिर्सेँ मैले। पेस्टै भन्छ लसुनको पेस्ट, लसुनको पेस्ट, लसुन अदुवाको पेस्ट गयो। बनाउँदैछन्। अब हामी एकछिन मोबाइल हेर्ने कार्यक्रम गरौँ। लसुनको पेस्ट भर्खर मैले बनाएको। बुवा खाना बस्नु पऱ्यो। हाम्रो खाना पस्किने मान्छे मेरो हो। अनि मम्मी हो पस्किने मान्छे, अनि पस्किने मान्छे भन्नु पऱ्यो नि त मम्मीलाई। इट्स क्लियर लुक। मम्मी भात डढे जस्तो लाग्यो त छेउछेउ कि तरकारी हो? डढे हो? आउनु छिटो तारक मेहता हेरेर खानुपर्छ। भात खाँदा जहिले पनि तारक मेहता हेर्ने बानी छ हाम्रो, अथवा फिल्म चाहिँ। म यहाँनिर कामसाम सकेर यताउति गरेर क्वेसन बनाउन आफ्नो कामतर्फ लागेको छु। अहिले चाहिँ क्लास 2 को क्वेसन बनाउन लागेको छु। विकल्पको बुक लिएर आएको छु मैले। अब क्लास 2 मा अब क्वेसन बनाउने आइडियै छैन। यहाँ यति लेखेर छोडेको छु मैले। यसमा अब के लेख्ने थाहा छैन। म एकछिन सोचिरहेको छु। 50 मार्क्सको छ, 20 मार्क्स पास मार्क्स भन्नुभएको छ। अब पढाउन त 2-3टा कतिवटा च्याप्टर भएँ मैले? 3टा च्याप्टर माथि भइसकेको छु। त्यही पनि यसो क्वेसनहरू बनाउनलाई अलिक गाह्रो हुन्छ। फर्स्ट टर्म हो नि त, त्यही भएर पनि। अनि अब यसो सोच्दैछु 50 मार्क्स पुऱ्याउनु छ, कसरी पुऱ्याउने मलाई थाहा छैन। 50 मार्क्स भने सानोतिनो मार्क्स होइन। फाइनल टर्म भएको भए फाइनल टर्ममा धेरै चिज बुक पढाइसकिन्छ त, अनि थाहा हुन्थ्यो क्या यो हाल्ने भनेर। अनि अब अहिले त बुढाहरूले त्यति थाहा नै छैन, अनि मलाई पनि थाहा छैन के गर्ने हो भने त। अब सुरु गर्दैछु। अब कतिखेर भ्याउँछु मैले। सो बी विथ मी गाइज। सुरु छ अब भर्खर। यत्रोबाट हेरेर गनाउनु छ। एउटा फर्मेट पनि हुन्छ नि एउटा, त्यो पनि पाएको छैन मैले कसरी गर्ने हो भनेर। अब 50 मार्क्स पुऱ्याउनु छ। अब म ट्राई गर्छु पुऱ्याउनको लागि। सो मसँगै बसिरहनुहोस्। अहिले चाहिँ मैले क्यामेरा एङ्गल मिलाइसकेको छु अलिकति देखाउनलाई पनि। अब यसभित्र के क्वेसन हाल्छु त्यो चाहिँ देखाउँदिनँ। यदि लिक भइहाल्यो भने मलाई पछि आएर क्वेसन किन यस्तो लिक भयो भनेर कुरा आउँछ। सो अलिअलि देखाउने ट्राई गर्छु, तर देखाउन चाहिँ देखाउँदिनँ। क्लियर कट एन्सर देखाउँदिनँ। त्यही हो। नभए फेरि स्कुलबाट कम्प्लेन आयो भने तपाईँले यसो गरी भिडियो हाल्नु भएको रहेछ भनेर आयो भने के गर्ने? निकालिदियो भने। सुरुमा चाहिँ म्याथ द फ्रेन्ड हाल्ने विचार गरेको छु। अब क्लास 2 को अगाडिको क्वेसन पेपर बनाउनु लागेको छु। अब अरूको बुकहरू छैन, अगाडि यसकै बनाउँछु। मैले एउटा स्याम्पल जस्तो बनाएको छु। अब यही स्याम्पल जस्तो बनाएर अनि हेर्नेवाला छु कुन क्वेसन के हाल्नु, कति मार्क्सको हाल्नु भनेर एउटा बनाएको छु। अघि भर्खर बनाएको हो पनि, यही अनुसारले हाल्छु। अब म्याथ द फ्रेन्डहरू के राख्नु भनेको छु, त्यही अनुसारले हाल्छु। कति मार्क्सको गाइज मैले चाहिँ क्वेसन बनाएर भ्याइसकेँ। अब यसलाई 50 मार्क्स जसो तसो गरेर मैले बनाइसकेँ। अब यसको फोटोसोटो खिचेर मिसलाई गरेर दिनुपर्छ। भोलि नै दिनुपर्ने हो। मैले त्यो अल्छी छु कि 2 दिन छुट्टी छ। 2 दिन छुट्टीमा पनि त्यति अल्छी भएर मैले केही गरेको थिइनँ। अहिले बल्ल यसको भ्यायो। त्यसपछि अब इङ्ग्लिसको अरूको बाँकी छ। भर्खर एउटाको भ्याएको छु, एउटाको अरू बाँकी नै छ यहाँनिर गर्नको लागि। यहाँ राख्छु। अरूको बुकै छैन मसँग। अरू क्लासको बनाउनु छ। अब अरू क्लासको बुक छैन मसँग धेरै। अब 6 क्लासको बुक चाहिँ यहीँनिर एउटा भाइसँग छ। हो त्यही भाइसँग गएर अनि त्यसको बुक मागेर अनि त्यही अनुसारै क्वेसन बनाउनु पऱ्यो अहिलेको लागि चाहिँ। अनि फेरि अरू चाहिँ भोलि गएर बनाउँछु स्कुलमा। गाइज म चाहिँ अब गरिमा मिसको घर जाँदैछु। गरिमा मिसकै भाइसँग बुक लिनुपर्ने छ 6 क्लासको। त्यो अहिले 6 क्लासमा छ, अनि त्यहीँ जाँदैछु अहिले। गाइज मैले चाहिँ अहिले बुक लिएर आइसकेको छु क्लास 6 को भाइसँग मागेर। अब क्वेसन बनाउन रेडी छौँ। यसमा त राम्रैसँग पढाएको छु। अब मलाई थाहा नै छ कुन के क्वेसन बनाउने भनेर, अलिअलि आइडिया छ यसको त।
अरू भए बरु मलाई कस्तो अप्ठ्यारो लाग्थ्यो के बनाउने भनेर सोच्थेँ। यसमा त मलाई त्यति सोच्नु परेर मलाई थाहा छ के हाल्यो भनेर मैले प्लान बनाइसकेको छु आफ्नै माइन्डमा। सो आई वन्ट टेक मच मोर टाइम, म धेरै टाइम लिँदिनँ यसमा। सो